मेरो नाम चाहिँ चन्द्रमा खत्री। मेरो नानी 8 क्लासमा पढिरहेको छ, स्वर्णिम खड्का। उसको चाहिँ अब ओभरअलमा कान्जिरङ्गामा उसको जुन ग्रोथ भइरहेछ 1 बाट नै ऊ यहाँ जोइन भएको हो। यसमा चाहिँ म चाहिँ एज अ प्यारेन्ट्स एकदमै ह्याप्पी छु। एकाडेमिक पनि भयो, होलिस्टिक डेभलपमेन्ट, अरू सबै कुरामा नै उसको चाहिँ एकदम राम्रो ग्रोथ भइरहेको। नमस्कार, मेरो नाम विलास श्रेष्ठ। मेरो प्रोफेसन चाहिँ नि म बिजनेस गर्छु। कान्जिरङ्गा स्कुलमा मेरो छोरी पढ्छ, पल्समा श्रेष्ठ क्लास 4 मा पढ्छ। अनि कान्जिरङ्गामा पढाइ त राम्रो यसै पनि छँदैछ। त्योभन्दा पनि यहाँ एक्स्ट्रा एक्टिभिटिजहरू भइरहने, यहाँका एक्स्ट्रा एक्टिभिटिजहरूसँगै स्पोर्ट्सदेखि लिएर डान्सदेखि लिएर हरेक कुराहरू, पढाइलाई मात्र फोकस नगरिकन बच्चाहरूलाई हरेक सेक्टरमा चाहिँ नि एक्टिभ बनाउने करिकुलमहरू भइरहने भएको कारणले पनि मलाई कान्जिरङ्गा स्कुल राम्रो लाग्छ।